जस्तै यो तपाईँहरूको रोटी भयो होइन, यो रोटी चाहिँ अब यसको लागि त विभिन्न खालको डाई चाहिन्छ होइन। अब डाई चाहिँ कुन दिने तपाईँहरूलाई भन्ने जान्नको लागि चाहिँ अब यो रोटीलाई नाप्नुपर्छ क्या। अब नाप्ने तरिका म तपाईँहरूलाई सिकाउँछु है त। यसलाई चाहिँ हामीले फोल्ड गर्ने, ठ्याक्कै बिचमा फोल्ड गर्नलाई यसरी यसरी फोल्ड गर्ने, यसरी ठ्याक्कै यो र यो मुनि र माथिको चाहिँ यो लेभल मिलाउनु पऱ्यो है। लेभल मिलाउनु पऱ्यो नाप्नलाई, यसरी लेभल ट्याक्कै मिल्यो है, अहिले लगभग मिल्यो। मिलेपछि यसरी फोल्ड गर्ने अनि यहाँ लेभल मिलेको हुनुपर्छ है, बराबर लेभल मिलेको हुनुपर्छ। अझै मिलाएको छैन नि, यसलाई तल भुइँमै राखेर गरौँ, अर्को रोटी गरौँ है। यसलाई लेभल मिलाउनलाई यसो गर्ने अनि बराबर लेभलमा यसरी राख्ने। ल मैले लगभग बराबर लेभल पारेँ अहिले चाहिँ, यहाँ हेर्न सक्नुहुन्छ बराबर लेभल पारेँ क्या। अब बराबर लेभल पारेपछि अब यो भनेको बिचको भनेको डायमिटर भन्छ यसलाई है। यसलाई डायमिटर भन्छ। डायमिटर स्केल लिने एउटा, अनि एमएम एकतिर हुन्छ, इन्ची हुन्छ, एकतिर एमएम हुन्छ। एमएमतिर राख्ने यसरी यसरी, कहाँदेखि सुरु छ यता यहाँ यसरी लगाउने। यसरी लगाउँदाखेरि ठ्याक्कै यहाँ हेर्नु त यो 9 सेन्टिमिटर छ भनेको 90 एमएम भन्ने पनि भयो, 9 सेन्टिमिटर भन्ने पनि भयो, एउटै हो है। यो भनेको ठ्याक्कै 90 एमएम अथवा 9 सेन्टिमिटर छ है। यति भएपछि हामीलाई के थाहा भयो, तपाईँको यो रोटी भनेको चाहिँ 9 सेन्टिमिटर रहेछ अथवा 90 एमएम रहेछ। अब यति भयो। त्यसपछि हामीलाई वेट पनि चाहिन्छ। वेट थाहा हुनलाई चाहिँ एउटा रोटी, दुईवटा रोटी अनि तीनवटा रोटी लिनु पर्यो तपाईँहरूले, कमसेकम 3टा रोटी लिनुपर्छ। 3टा रोटी लिएर चाहिँ 3टा रोटी लिएर यहाँ राख्ने। यसरी यहाँ राखेपछि टोटल हेर्ने कति आयो भनेर, अनि 3टा रोटीको यहाँ कति ग्राम आउँछ, यो ग्राममा हो। यो भने चाहिँ यति ग्राम आयो, 23 ग्राम भन्ने। 23 ग्राम भनेको चाहिँ हामीले अब भागा 3 गर्छौँ भने चाहिँ एउटा रोटीको लगभग यो कति आउँछ भन्दाखेरि 11। अहिले चाहिँ हामीले 2टा रोटी राखेको कारणले यो 11 ग्राम छ यो है। एउटा रोटी भनेको 11 ग्राम छ। तपाईँलाई 3टा रोटीमा भनेको जोख्ने अनि हामीलाई भन्ने, अनि त्यसको पनि हामी तपाईँलाई निकाल्छौँ। भनेपछि डायमिटर 90 भयो अनि वेट भनेको यसको 11 हो, भनेपछि यसको साइज भनेको 9 सेन्टिमिटर 11 ग्राम भयो है त। यसरी हामीले चाहिँ यो साइजहरू तपाईँले हामीलाई दिनुपर्छ।